गर्नु राम्रो हो। हजुर मेरो लागि यति नै हो। तिमी माथि माथि। हेलो नमस्कार, हाम्रो भोजपुर केक सपमा चाहिँ अहिले बर्थडे सरप्राइज अर्डर आएको छ र अहिले चाहिँ हामी भोजपुर सदरमुकामबाट चाहिँ तल पालुवा जाँदैछौँ र बर्थडे सरप्राइज अर्डर गर्नुहुने उहाँलाई धेरै धेरै धन्यवाद भन्दै हाम्रो भोजपुर केक सपबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छौँ। हामी सरप्राइजको लागि हिँड्यौँ र हामीसँग अर्डरको सामान पनि धेरै थियो, पानी पनि परिरहेको थियो र बाटो पनि अलि अप्ठ्यारो र केही बेरमा हामी सरप्राइज गर्ने ठाउँ पुग्यौँ र सरप्राइज गर्न थाल्यौँ। यो चाहिँ बाजे हजुरको विशेष दिनमा तपाईँलाई यसरी माया गरेर कसले पठायो होला यस्तो गिफ्ट? यो छोराछोरी विदेशमा छन्, छोराछोरीले पठाए होला। तपाईँको त धेरै छ, छोराछोरी ज्वाइँ होइन धेरैजना रहेछ। हजुरलाई चाहिँ कसले चाहिँ दियो जस्तो लाग्छ? यो मान्छेले दियो कि जस्तो चाहिँ कसले लाग्छ? अब जेठो छोरो पनि विदेशमै होइन, हजुर कान्छो छोरो पनि विदेशमै, हजुर कान्छी बुहारी पनि विदेशमै, हजुर जेठी छोरी पनि विदेशमै र ज्वाइँ पनि विदेशमै। अब यिनीहरूको तर्फबाट कुनबाट आयो मलाई थाहा भएन होइन। अब जसले भए पनि छोराछोरीले पठाए। फेरि पनि ह्याप्पी बर्थडे तपाईँलाई। यो अर्को बाजे दोस्रो पटक माया गरेर कसले पठाइदिनु? तपाईँलाई धेरै गिफ्ट आउँदै रहेछ। यो जेठो छोराले पठायो होला। छोरालाई धेरै धेरै धन्यवाद, धेरै धेरै शुभकामना। फेरि पनि ह्याप्पी बर्थडे। तपाईँको हजुर चिन्नुभयो? चिनियो, को हो त? ज्वाइँ हो। ज्वाइँ साहब हो? यो इम्पोर्टेन्ट त। ज्वाइँलाई के भन्न चाहनु? धेरै धेरै धन्यवाद, शुभकामना। ज्वाइँलाई राम्रो सन्चो सुविस्ता होस् भन्न चाहन्छु। हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना। तपाईँलाई सामानहरू धेरै आएको छ। हजुर तपाईँ छोरीलाई एक वचनमा के भन्न चाहनुहुन्छ? राम्रोसँगले सफल होस् परदेश, हजुर यही भन्न चाहन्छु। छोरालाई छोरालाई पनि यही भन्न चाहन्छु, ज्वाइँलाई पनि यही भन्न चाहन्छु।